लाग्छ धेरै हामी कहाँ जाने अरे आज कहाँ जाने भन्देऊ न तिमी त्यसरी भन न भिडियो लामो हुन्छ कि ओके चुम्पुई क्याम्पसाइट अलिक ठुलो छोरी ल्याऊ चुम्पुई क्याम्पसाइट म प्रोनाउन्समै आउँदैन हामी चाहिँ भएकै नाटेको अब कति बज्यो 9:30 भएछ ए यो त नेपालको टाइम पो रहेछ त 12 बज्न आँटेछ हेलो के गर्दै हो के गर्दैछौ भन न खाना के खाने हो त अनि बाहिर जाउँ न रेस्टुरेन्टमा आज मौसम चाहिँ एकदम घाम लागेको छैन जाडो हुन्छ जस्तो होइन आज मौसम यस्तो निद्रा लाग्ने हो नि अनि अब त्यही के लागेछ अरे निद्रा लाग्ने खालको मौसम पुरा लाग्दो निन्द्रा लाग्दा त घरमा सुत्ने हो नि अब के भयो त अब जङ्गलमा गएर सुत्ने झन् फ्रेस हावामा मजा आउँछ तर लासो भिड हुन्छ होला मान्छे पुरा भिड छ अरे तर हिजो भन्दा आज भिड छ अरे क्या मान्छेहरू आउँदैछ अरे क्या अनि सोच न अझै जाँदै खान् कि हामी जाँदैछ भनेपछि हामी जस्तो त कति जाँदैछ आउँदै जाँदै भइरहेछ पानी परेर बिजोग भयो यो मोनेस्ट्रीको नाम छ के अर्कै के मोनेस्ट्री छ मलाई थाहा छैन हामीहरू कतिचोटि जाने ट्राई गऱ्यो तर जुरेकै छैन त्यो जानलाई लेट्स सी अब अर्को पालि कहिले आउँछ युजमै छेउछाउमा साइक्लिङ लेनहरू छ कत्रो घुम्नु पर्दैन
यिनीहरू यो बिचहरू सबै आर्टिफिसियल हो क्या हो र नेचुरल होइन त्यो सबै बनाएको बालुवा थप्दै 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 Yeah? Today you are going? No, we just. No, Today you are going? Say hi. hello. Say hi to everyone. यहाँ आउँदा आउँदै नमस्ते नमस्ते कहाँबाट आउनु भएको तपाईँ चाहिँ कहाँबाट आउनु भएको कस्तो एक्कासी भेट भयो लुकेर आउनु भएको रहेछ किवा ब्याडमिन्टन खेल्दैछ किवा र किवाको साथी यस्तो रहेछ ए यहाँ हाम्रो नमस्ते नमस्ते हामी अस्ति भेटेको है हो कि होइन अस्ति हामी भेटेको है खै यता हेर न यता अस्ति हामी भेटेको है कहाँ I don't know. Like the hill. यो को यो चाहिँ I hate you with all my heart. हेलो ए दुईजना होइन दुईजना दुईजना हुन् न ओ माय गॉड म त चिन्दैन त के हो तिम्रो नाम भन्दै न छोरी तिम्रो नाम के भन्दै न फेरि भन त साइनो साइनो कहाँ बस्नु भएको छ तपाईँहरू You should turn straight and never go back. Walk this way. यहाँ यसले त नि यसले कहाँ Turn यसले around. मलाई घर आउँदा यसले मलाई क्या घर आउँदाखेरि कि यहाँ सुन न अब म सुनाइदिन्छ अब म पछि भाउजूलाई सुनाइदिन्छु ल पर्खि भाउजूलाई सुनाइदिन्छु यसले मलाई के गरेको थियो घर आउँदाखेरि यसले मलाई कि भर्खर मैले यहाँ ह्याप्पी चाइनिज न्यू इयर भन्दै सिक ल हामी चाहिँ कहाँको छौँ खाएको साको देखाउँछु अहिले देखाउने नि हाम्रो भ्युवर्सहरूलाई खाएको देखाउनु हुँदैन फेरि भोक लाग्छ भ्युवर्सहरूलाई जाउँ यताबाटै हो कि यताबाट इक्राउनै जान्छ के खानु पाएको छैन हिँडायो फेरि यहाँ विभिन्न फुलहरू रहेछ हेर्न सक्नुहुन्छ यस्तो जङ्गलको बिचमा आज हामी क्याम्पिङ आएको छौँ मान्छेहरू निकै सब धेरै
3 दिन चाइनिज न्यु इयरको छुट्टी भएर मान्छेहरू सबै मान्छेहरू सबै भिड भएको छ रमाइलो छ सबैतिर Can I bring this one? In a tent? Maybe. I think so. You can click. यहाँ चाहिँ क्याम्पिङ गर्नु नदिने रहेछ यो सबै माछा मार्नुको लागि चाहिँ एरिया रहेछ यो पानी फेरि माथिसम्म आउँछ होला है अनि सुक्दै 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 कहाँ पऱ्यो यो तलैसम्म रहेछ नि त किन हाम्रो घर नजिकै पोखरी छेउ कि अनि लाइक पानी भएको बेलामा टन्न हुन्छ सुकेपछि यस्तै झार हुन्छ के हो फिसिङ जाँदैछ यता हो सबैले माछा मार्दैछ लस्करी बोरिङ हाम्रो सबै रेडी हुँदैछ बेलुकाको 5 कति बज्यो 5 बज्यो होला है 5 भइसक्यो अहिले त्यो अब मान्छेहरू लगभग सबै जाने जाँदैछ आउने आउँदैछ जस पुरै भिड भइसक्यो कुन त BBQ बनाउनु बिजी छ सबै अब कुन कस्तो आनन्द भयो क्या त्यति लेभलको त्यहाँ चाहिँ एकजना आउनु चाहिँ ठिक भयो एकदम राम्रो लाग्यो भनेर भन्छ ल अब हामी पनि अब हल्का सामान पुगेन फेरि बाहिर जानुपर्ने छ गएर आउने ल हाम्रो चाहिँ टेन्ट भइसकेछ कतिवटा छ एउटा दुईवटा तिनवटा 4 5 6 7वटा अनि हामी चटपटेको चटपटे खानु ल उता बनाऊ हुँदैछ मिठो छ मलाई चुङ्गाको
ल है त दिदीहरूले चटपटे बनाएर सबै सक्नु भएको रहेछ आमामा भाँडाकुटी चलिरहेको छ हो वृषा भाँडाकुटी खेलेको हो के भन्छ हौ भाँडाकुटीलाई उसमा इङ्ग्लिसमा के चान्द हो खै खै के गरिरहेको ओइ के हो त्यो So what's this? This I'm sanding my house. स्यान्ड हाउस बनाएको यही छ त फ्यान फ्यान यही छ त तल यस्तो दामी मजाले छ नि क्याम्पिङ साइटहरू ठ्याक्क एउटा पर्सनलाई एउटा ग्रुपलाई अर्को ग्रुपलाई त्यस्तै गरेर सबैतिर फैलिएको छ मजाले एकदम अर्गनाइज्ड वेले ओके हाम्रो काम चाहिँ जारी हुँदैछ दाइहरूले त्यहाँदेखि यो सब लाइटहरू मिलाउनको लागि मिलाउँदै हुनुहुन्छ 6:30 भइसकेको छ उता हिरोले गर्दैछन् अब यो लाग्छ प्याकहरू फुल भएको छ फाल्नुपर्ने छ हाई दिदी कस्तो छ चटपटे ओभर भएको बदाम मन पर्दैन हजुरलाई हैन मिठो त लाग्छ कि आई डोन्ट नो चटपटे भोलि पनि बनाउनु न भनेको दिदीलाई यस बनाउनु हुन्छ त्यति बेलासम्म चटपटेको त मसलाहरू नबिग्रे हुने अरु त बिग्रिदैन हजुर है अझै यो अँधेरो भएपछि झन् झिलिमिली राम्रो देखिन्छ होला यसरी अड्डाउने रहेछ है मलाई त थाहा थिएन यो चाहिँ टेक्निक लगाएको दाइहरूले आफ्नो टेक्निक हेलो दाइ हुँदैछ नि यो सबै तारहरूलाई ढाक्ने छ लाइट के तार यो रस्सीलाई ढाक्ने किन के लाग्ने आई मिन यो रस्सीलाई यसले उस गर्ने तार लाइटहरू छ रातिमा त ढाक्दैन रातिमा देखिँदैन झिलिमिली मात्रै देखिन्छ त राति यही लाइटको लागि तपाईँहरूले स्पेसल्ली यो तार उस गर्नुभएको रस्सी लगाउनु भएको भयो यति भएपछि नाइस दाइले यसैलाई उस बनाइदिनु भयो त्यसैलाई त्यो कनेक्ट गरिदिनु भयो क्या ट्विस्ट के भन्छ कसको कित्ली हो यहाँ कित्ली पनि छोडेर गएछ नि त यिनीहरूले तपाईँहरूको लागि राखिदिएको होला नि कित्ली पनि छोडेर गएछ त्यहाँ त नि कित्ली के भयो तिमी बे नजाने उतातिर छोटो भयो यता मिल्दैन त यता यो वालामा ए ठ्याक्क दाइ यहाँ ल्याउनु पर्ने म चाहिँ यो ल्यापटपहरू एक ठाउँ गरेर अहिले अब हामीहरू एकैछिनमा ताइमे तुक्चाँदैछौँ फेरि हल्का सपिङ गर्नुको लागि अनि त्यति बेला यो सबै फोहोरहरू तलतिर डिस्पोजल ठाउँ छ जहाँ कि रिसाइकल गर्न मिल्ने वेस्टहरू छुट्टै अनि नन रिसाइकेबल त्यसरी मिलाएर राखेको छ अर्गनाइज वेले एकदम राम्रो छ स्पेसियस छ तल खेल्नुको लागि रेस्टरुमहरू छ वासिङ गर्नुको लागि ह्यान्ड्सहरू छ तर आई थिङ्क ड्रिङ्क गर्न मिल्ने वाटर चाहिँ छैन तर एटलिस्ट हल्का सफा गर्न हात धुन मिल्ने खालको पानीहरू चाहिँ अभाइलेबल छ जुन कि एकदम इनफ अनि एकदम राम्रो
खेल्ने होला नि हैन खेल्ने ओए पुगे नानी खाए त आज घरको खाना नखाएको कति भएको थियो कि नखाएको के बहिनीको त्यो दिदी मसला हालेको छुइनँ आज भन्दा पनि सुरुमा एक ए लाउने काकी मलाई कम्ती दिनु त अब काम ठिकै छ म केही छैन यही छ एउटा ल यहाँ चाहिँ मम्मीले त दाइ र दिदीको हुँदैछ यो स्पेस चाहिँ अलि राम्रो भएन Let's see. नाच्ने गीत गाउँदा हुँदैन म त बिनाले हेर्दै होला कि भनेर नि गीत आम्मा मामा बिपनाले चाहिँ नै छोडेंगे हो फेरि डाउनलोड पनि यस्तो सेन्सिटिभ भिजुअलवाला गीत डाउन छ नि निमाले आफ्नै घर बनाइसकेको छ कुर्सीहरु राखेको मेरोमा त नराको सर अब सिजन 2 हान्नु पर्यो नि फेरि हैन यहाँ छामेको पैसा यहाँ पनि रहिसक्यो थाहा नै छैन सिजन 2 हान्नु पर्यो नि फेरि अघि बिरन दाइले हारे भनेर झुटो बोल्नु भएको जस्तो भयो हैन साम भयो साम रक्साको त्यस्तै सिजन 2 पनि हान्नु पर्यो फेरि म त हान्दिन अब ल म ट्राई गरे सरी के दिदी ओइ पिसा निमा कता हो ल हामी चाहिँ पुरै सेटअप गरेर रेडी भइसक्यो टक्क मासुहरू पाक्दैछ हामी चाहिँ अहिले बेस क्याम्पमा चुई नानी लड्यो क्याम्प 1 मा हामी बिबिक्यू गरेर खाँदैछौँ यतिखेर हेलो ल्याउँदा लगाउँदा मैले त फेरि मेरोमा त मैले डाउनलोड त दोरी गाना मात्रै डाउनलोड गरेँ सबै शान्त भएर उसो गरिरहेको छ नेपालीहरू चाहिँ कति ठुलो घर गर्नु मन लाग्छ ए डाउनलोड पनि धेरै रहेन थियो मेरोमा त क्लिक गरे हौ एक्सट्रिमको मेरो भाग छैन यहाँको मान्छेहरू मेरो के मकै सकाल खन्ने माघे सङ्क्रान्ति खाना खानु भने तिमीलाई के ह्याप्पी माघे सङ्क्रान्ति माघे सङ्क्रान्ति म 10 बजिसक्यो अब बिस्तारै अब माथि जाने माथि गएर खानासाना खाइसक्यो अब एकछिन बस्ने दाइसँग यसो तास खेल्ने अनि त्यसपछि सुत्ने हो When are you leaving? छैन एउटा कभर हुन्थ्यो छैन दैलाबडी आफ्नो त्यहाँ नैलाबडी बासाबडीले खान्छ यो खान्छ ए नैलाबडी हेर्नु तपाईँको मेरो सेम एकाबडी चिडीको छक्का त्यहाँ छ यहाँ यो छक्कै हो नि त यो हुकुमकै छक्का हो भेटे स्याप हाल्ने कलर होला क्या रातिको 1 बजिसक्यो हामी चाहिँ अब सुत्न आँटेको अब ठ्याक्क सुत्न आँटेको त फेरि यहाँ
यो साइडमा चाहिँ फेरि सानो खालको बँदेलहरू आएको छ एउटा अब फेरि सुत्यो भने फेरि यसले डिस्टर्ब गर्ने होला तर ठिकै छ हामी चाहिँ अब जाने हो अब सुत्न ल गुड मर्निङ साथीहरू यतिखेर 10 बजिसक्यो यहाँको हामी चाहिँ भर्खर उठेर मुख सुख धोएर दाँत माझेर अब ब्रेकफास्ट गर्न आँटेको मान्छेहरू सबै भर्खर उठ्दैछ घाम दामी लागेको अब आज जाने सुटसार गर्नुपर्ने भरेतिर खानासाना खाएर गइन्छ कि अब के हुन्छ अब हेर्नुपर्छ त्यो चाहिँ अरू त त्यस्तै हो बिहान दिदी जाम तल खेल्न तल कि तल स्पेस छ नि त अनि डाइट त कडा छ त सिधै 700 खाइदियो ल मैले दिएको त ट्रायल तिमीलाई मैले टाटै पल्टाएको त गाइजहरूले झ्याप बनाएर पनि हारेछ हौ तिमीले एउटा डाब एजेन्सी बुढीलाई अब ए होइन ट्रायलको ट्रायलले खाँदै खाँदैन मै 400 हारेर 700 हारेर अब कति हारे त एक कति खाइएन 700 हारे हार्नु भयो त है कति हार्नु भयो 12 13 सिधै पल्टीमा खाइन ओए ना लाग्दिन मलाई बुढी हारेको संकेत हो यो हिजोदेखि जिम्नास्टिक प्र्याक्टिस भएको मैले नि 2-300 हारे सबै हार्ने 3000 हाम्रो बहिनी मैले नि 1-2 सय होला लु भनेपछि यहाँ भाइले भिडियो नि बनाएको छ हैन जोले जित्यो उहाँलाई भाइ बहिनीले आज जित्ते मान्छे भिडियो निकाल्नु पैसा निकाल्नु ट्रायल पछि त सब उतालाई पछि मेरो पैसा खेलाएर यता हो जित्ने त्यही पनि मैले पछि आएर कति जितेको थिएँ अमितको पछि आएर के अमित नखेल्दाखेरि आफू आएर सबै हारेर गएको हो कि नै हो नि त होइन एकदम ठुलो रन आएको हार्यो है अब लगानी मलाई 2 चोटी एकता मिसी बास्ता आएको थियो के हान्ने अलि अलि त भेट्छ अनि बल्ल छ अब फाले एक बल्ल जान्छ छाया खेल्दै छैन भइरहेछ राखेर अनि यस्तो उठाउँछ के टाइमिङको खेल हो नि सबै यसले त यहाँ राखेर नि यस्तो आयो चिपेले भर अलिअलि आयो कि आएन त्यस पछि कति जित्यो त्यो महालक्ष्मीले मैले 500 लिएर 400 रहेछ 1-200 जित्यो हिजो धेरै हार्यो नि तिमी त बाटतिर चाहिँ गयो आज विशालले उठायो पैसा विशालले उठायो अरूले उठाएन तासमा म त हार्ने यता हार्ने हो
साम भएको थियो अघि हाले अहिले त खानु पटपट गर्ने भनेर अब फर्किने गाडी पाउने आउँछ होला नि आउँछ होला नि ल अब हामी चाहिँ सबै प्याकिङ भइसक्यो अब चाहिँ घर लाग्न आँटेको घरभन्दा नि हामी कहाँ जाने बिचतिर जाने हामी त्यही हो वान डेको क्याम्पिङ सक्यो तर यहाँ क्याम्पिङ सक्यो पनि तर यहाँ चाहिँ फेरि हिजोदेखि खाएको सरी हिजो त होइन हिजो रातिदेखि चाहिँ खाएको अझसम्म खाएको खाएछ कहिले सक्ने हो पनि विपना प्लास्टिक छ भने लिएर आऊ तिम्रो भाँडाकुँडा दादाले पनि चाहिने गरिसक्नु छ नि यो छ हेर त आऊ कति आऊ यस्तो छ अब घरतिर लाग्ने ल हामी चाहिँ अब लागेको यहाँदेखि ठिक्क उठाउँदेखि क्लियर भएर हामी सबैजना लागेको मान्छेहरू जस आउँदै जाँदै गरेको हिजो त्यो राति किन उयो धमिरो आएको थाहा छ सुन्यो के भने हिजो नाइट मोडमा थिएन नि त नाइट मोडमा राख्नु अहिले हेरेर त क्लियर होइन हामी चाहिँ अब गाडीतिर लागेको मौसम दामी घाम लागिरहेको हाम्रो यो के मैला होइन हिँड न त हामी के गर्ने हो यो खै कता राख्ने हो ल यो कहाँ जाने हो हाम्रो गाडी चाहिँ त्यहाँ छ दाइहरू गइसक्नु भएको छ अगाडि भाइ पनि भन्दै सुनेर
एकचोटि फोटो खिच्नु गो गो गो